बधाई छ सुपेन्द्रजीलाई। अहिले कस्तो फिल भइरहेको छ? गण्डकीको टिममा त पाकिस्तानी खेलाडी समावेश हुनुभएको थियो, त्यो टिमलाई कसरी हेरिरहनु भएको थियो? एकदम टिम त राम्रो, गण्डकीको अझ गण्डकी नाम भनेपछि झन् पोखरामै गेम एकदम दर्शकहरूको सपोर्ट पनि झन् गण्डकीलाई चाहिँ टिम पनि एकदम राम्रो। मेरै पहिलाको टिम हो, म पनि खेलेको टिम हो, मेरै टिम गण्डकी, तर एकदम राम्रो थियो। मेरो टिमको साथीहरू पनि सबै एकदम राम्रो खेलेर गेम जित्दै सजिलो भयो। र चाहिँ त्यो जुन पाकिस्तानी खेलाडी हुनुहुन्थ्यो उहाँ तपाईँहरूले चाहिँ जस रणनीति लिँदाखेरि चाहिँ अब सोच्दाखेरि हुन्छ नि त्यो टिम कस्तो होला जस्तो लागिरहेको थियो हजुरहरूलाई? एकदम राम्रो। अझ अस्ति भर्खर एनबिएमा पनि रुकुमबाट खेलेको आउनुभएको थियो एउटा, अझ पहिला पनि खेलेको अब एनबिए गण्डकीबाट खेलेको सेटर एउटा चाहिँ नयाँ हुनुहुन्थ्यो पनि। अब सबै टिम त एकदम राम्रो, झन् पाकिस्तान राम्रो राम्रो प्लेयर थियो, त्यही पनि अब हाम्रो आज धेरै एकदम नसकेको सबै साथीहरू एकदम राम्रो खेले, त्यही भएर हाम्रो गेम जित्नु धेरै सजिलो। व्यक्तिगत रूपमा आज सुपेन्द्रले कस्तो प्रदर्शनी देखाए जस्तो लाग्छ हजुरलाई? राम्रै भनौँ, अब आफूलाई अझ प्लेयर अफ द म्याच पनि पाएँ, एकदम खुसी छु। साथै सबै टिमहरू पनि, म मात्रै एक्लै भन्दा नि मैले गर्दा अब मैले न सेटर मैले राम्रो गरेर सबै साथीहरूले मिलेर राम्रो गर्नुभयो, म पनि खुसी। अब गण्डकीको के अरे घरेलु मैदानमा होइन गण्डकीले जित्नु भएको छ, अब यो क्राउडले कतिको इफेक्ट पार्दो रहेछ हजुरहरूलाई? क्राउडले त सधैँ पार्छ, थोरै धेरै थोरै त फरक पार्छ। अब गण्डकी ग्राउन्ड जे भयो भने गण्डकी ग्राउन्ड, गण्डकीसँग झन् पहिलो ओपनिङ म्याच छ। अब म पनि पहिला गण्डकीबाट म खेल्दा पनि अब क्राउडमा धेरै सपोर्ट हुँदाखेरि हामीलाई पनि हौसला हुन्थ्यो। अब अहिले गण्डकी छोडेर अर्को टिमबाट खेल्दा चाहिँ अब दर्शकहरूले पनि धेरै थोरै फरक पारेको थियो, तर बाहिरको दर्शकहरूको भन्दा टिम सबैजना मिलेर खेल्दाखेरि सजिलो भयो। पछिल्लो चरण एपिएफलाई अलिकति कमजोर मानिएको थियो होइन, अब धेरै अब खेलाडीहरू विदेशी भएको छ त्यो टिमबाट, र नयाँ टिम हो यो चाहिँ, नयाँ टिम बनाउँदै गर्दाखेरि तपाईँहरू अहिले स्ट्रङ भएर आउनु भएको छ। के कुराहरू अझै कमी कमजोरी भयो जस्तो लाग्छ तपाईँलाई? कमी कमजोरी त अझै धेरै छ। अब सबै दाइहरू पहिला खेल्ने दाइहरू अब एपिएफको सबै बाहिर जानुभयो। यो जुन टिम छ अब पहिला खेल्ने 1-2 जना दाइ मात्र हेर्नुहुन्छ सिनियर दाइहरू, हामी त सबै अहिले नयाँ, म पनि नयाँ, मेरो टिमको पनि सबै नयाँ छ, ओपन स्ट्राइकरहरू पनि सबै नयाँ भएर कम्बिनेसन मिलाउनु सजिलो भयो, सबै एउटै लेभलको भएर। लिप्टरलाई चाहिँ गेम चेन्जर पनि भनिन्छ होइन, तपाईँले आज एकदमै उत्कृष्ट प्रदर्शन गरेर आज प्लेयर अफ द म्याच पनि हुनुभएको छ होइन, त्यसको लागि बधाई पनि छ। र आम खेलप्रेमी दर्शक मान बाब्रु जसले सुपेन्द्रलाई र एपिएफलाई माया गर्नुहुन्छ र भलिबललाई माया गर्नुहुन्छ, उहाँहरूको लागि के भन्न चाहनुहुन्छ? सबैजनालाई धेरै धन्यवाद। अब आज पहिलो म्याच जित्न गण्डकीलाई जित्न सफल भयो। देश विदेशमा रहने सबै यहाँ आउने प्रत्यक्ष दर्शकहरू सबैजना आएर सपोर्ट गरिदिनु होला, धेरै धन्यवाद, धेरै माया सपोर्ट देखाइदिनु होला। हस्, धन्यवाद। धन्यवाद।